हिन्दूहरूको पवित्र तीर्थस्थल एवं सभ्यताको प्रतीकको रूपमा रहेको बागमती नदीले पछिल्लो 2 दशक यता मानवीय अतिक्रमणका कारणले प्रदूषणमा परि स्वच्छता र पवित्रता गुमाएको देख्दा सबैको मन चिन्तित बनेको छ। देशको अमूल्य निधिको अस्तित्व रक्षा गरी हाम्रो सनातन परम्परा बारेमा भोलिको पुस्तालाई जानकारी दिनु वर्तमानको दायित्व पनि हो। हामीले आज देखेको बागमती नदीको अवस्था हिजो यस्तो थिएन। कलकल बग्ने कञ्चन पानीमा श्रद्धापूर्वक नुहाएका हाम्रा अग्रजहरूले नदीको वर्णन सुनाउँदा आज हामीलाई किम्वदन्ती जस्तो लाग्छ। जलचर प्राणी माछा भ्यागुताहरूले विचरण गर्ने यस नदीमा आज ती प्राणीको अस्तित्व मेटिएको अवस्था छ। राजधानीको अत्यधिक बढ्दो जनसङ्ख्यासँगै यहाँ बनेका घरहरू र तिनबाट निस्कने फोहर बागमतीमा मिसाइदिँदा नदीले आफ्नो पवित्रता गुमाएको यथार्थ हो। अब नदीको शुद्धिकरणको उपायतिर लाग्नुको विकल्प छैन र आम चासो र सरोकारसँगै पछिल्ला वर्षहरूमा नदी संरक्षणका लागि चालिएका कदमहरूसँगै भविष्यको आशा पनि गाँसिएको छ। विक्रम सम्वत 2051 चैत्र 28 गते तत्कालीन सरकारले पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गरेसँगै यस समितिको कार्यक्षेत्रमा व्यापकता ल्याउन 2052 सालदेखि अधिकार सम्पन्न क्षेत्र ढल निर्माण सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिबाट 2065 मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका रूपमा नामाकरण भई बागमती संरक्षणका निम्ति क्रियाशील रहँदै आएको छ। शिवपुरी जलाधार क्षेत्रदेखि चोभारसम्मको वातावरण सुधार कायम गर्ने र यो बागमतीलाई प्रदूषित हुन नदिने र यसलाई चाहिँ आफ्नो एउटा प्राकृतिक रूपमा चाहिँ बग्न दिने उद्देश्यले यसको मर्मत सम्भार सुधार र वातावरणीय संरक्षण कायम गर्नको लागि यो समितिको आवश्यकता ठानेर नेपाल सरकारले स्थापना गरेको समिति हो। यसका खास मूलभूत उद्देश्यहरू अरू पनि के छन् भन्दाखेरि काठमाडौँ उपत्यका स्थित बागमती नदी यसका सहायक नदीहरूलाई पनि संरक्षण गर्ने। यो बागमती नदी फेरि चाहिँ विभिन्न किसिमको धार्मिक सम्पदाहरू विश्व सम्पदा सूचीमा परेका पशुपति क्षेत्र गुहेश्वरी क्षेत्र जस्ता सम्पदा सूचीहरूबाट बग्दै गएको एउटा धार्मिक नदी पनि भएको हुनाले यसको चाहिँ प्राकृतिक स्वरूपमा यसलाई स्थापित गर्नको लागि यसलाई सुधार गर्नुको लागि यो समितिको आवश्यकता परेर नेपाल सरकारले गठन गरेको समिति हो। यसको उद्देश्य भनेको खालि सरसफाइ गर्ने मात्रै पनि होइन, यसले पूर्वाधार निर्माणका कामहरू पनि गर्छ। अहिलेसम्म हामीले चाहिँ खास गरी 4वटा कामहरू यसले समितिले गर्दै आएको छ। एउटा काम चाहिँ नदी नियन्त्रणको कामहरू गरिरहेछ, दोस्रो चाहिँ ढल निर्माणको कामहरू गर्छ, त्यसपछि गएर बाटो निर्माणको काम गर्छ र हरियाली क्षेत्र विकासको काम गर्छ। यी 4वटा पूर्वाधार निर्माणका कामहरू समेत यो समितिले गर्दै आएको छ। अब सरसफाइको काम भनेको यसको सहायक एउटा सब्सिडरी काम जस्तै हो। अहिले चाहिँ हामी सरसफाइतिर पनि हाम्रो ध्यान केन्द्रित गरेका छौँ र त्यसमा पनि हामी लागिरहेका छौँ, अगाडि बढेका छौँ। अब यो कस्तो छ भनेपछि खास गरी यो नदी सुन्दरी जलदेखि गोकर्णसम्म 7 किलोमिटर छ। त्यो ठाउँमा हामीले ढल प्रणाली छैन। त्यो किन भन्दाखेरि त्यो ठाउँमा नदी चाहिँ आफ्नो प्राकृतिक स्वरूपमा बगेको छ। नदी प्रदूषित छैन। नदी किनारामा त्यस्तो अव्यवस्थित बसोबास पनि भएको छैन र गोकर्ण साइडसम्म पुग्दाखेरि नदीको दायाँ बायाँ दुवैतिर ठुल्ठुला खेतका फाँटहरू छन्, हरियाली छ र नजिकको चाहिँ बस्ती पनि छैन। त्यसले गर्दा त्यो ठाउँमा हाम्रो ढल संरचना छैन, नदी प्राकृतिक रूपमा भएको छ। त्यसपछि गएर गोकर्णदेखि शङ्खमूल एरियासम्म नदी चाहिँ अब प्रदूषित हुँदै बिस्तारो जति अगाडि बढ्दै गयो, चोभारसम्म अगाडि बढ्दै जाँदाखेरि नदीको दायाँ बायाँ किनारमा विभिन्न किसिमका बस्तीहरू बसेका छन्, ठुल्ठुला संरचनाहरू बनेका छन्, होटल कारखानाहरू बनेका छन्, ठुल्ठुला व्यापारिक उद्देश्यले भवनहरू बनेका छन्। त्यसले गर्दा नदी प्रदूषित हुँदै गएको अवस्था छ र हामीले अहिले सुरुवात गरेको गोकर्णदेखि शङ्खमूलसम्मको ढल निर्माणको काम प्राय सम्पन्न भएको छ। यो आर्थिक वर्षभित्र सम्पन्न भएको छ र गोकर्णदेखि मनोहरा दोभानसम्म शङ्खमूलसम्म करिब 13 किलोमिटर लामो जुन नदी बगेको छ त्यसमा हामीले ढल निर्माण सम्पन्न गरेका छौँ। बाटो दुवै साइडतिर बाटोको कार्य पनि अगाडि बढेको छ। बाटो करिब 5 किलोमिटर बाटो कालोपत्री समेत भइसकेको छ
र बाँकीको बाटोको संरचना त्यसलाई सबबेस गर्ने कामहरू अगाडि बढिरहेको छ। र त्यसपछि गएर शङ्खमूल जुन मनोहराको जो दोभानमा चाहिँ शङ्खमूल छ, शङ्खमूलभन्दा अगाडि यो चाहिँ चोभारसम्म जानुको लागि त्यसमा हामीले नदी नियन्त्रणका कामहरू अगाडि बढाएका छौँ र चाहिँ साथसाथै ढल निर्माणको काम पनि अगाडि बढ्दै गइरहेको अवस्था छ अहिले। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विभिन्न चरणबद्ध योजना मार्फत काम गरिरहेको छ। नदीको उद्गम स्थल शिवपुरीदेखि चोभारसम्मको क्षेत्रमा दुवै किनारामा ढल निर्माण गर्ने योजना सम्पन्न हुन जाँदा धेरै हदसम्म नदीमा सुधार आउने देखिन्छ। आयोजनाले दोस्रो चरणको कार्य अन्तर्गत गोकर्ण सुन्दरी जलखण्डमा स्थानीय उपभोक्ता सङ्घकै सहकार्यमा फोहर प्रशोधनको काम गरेको छ। यसैगरी तिलगङ्गा चोभार तिलगङ्गा बालकुमारी खण्डको काम पनि सार्थक देखिएको छ। दीर्घकालीन रूपमा नदीको वरपर हरियाली निर्माण गरेर वातावरणीय स्वच्छता कायम गर्ने योजना पनि समितिले राखेको छ। विगत वर्षदेखि नै योजना सञ्चालन थियो। यस वर्ष हामी सुन्दरी जलदेखि गोकर्णसम्मको तटबन्धको काम नेपाली सेना मार्फत पुरै सम्पन्न गरिसकेका छौँ र त्यसपछि गोकर्णदेखि गुहेश्वरी खण्डको दुईतिर ढल लाइन बिछाएर र ढलमुक्त बागमती ढलमुक्त बनाइसकेका छौँ भनेपछि सम्पूर्ण ढलहरू गोकर्णदेखि गुहेश्वरीसम्मको हाम्रो ढल प्रशोधन केन्द्रमा ल्याएर प्रशोधन गरेर हामी बागमतीमा झार्ने गरेका छौँ। त्यस्तै गोकर्ण गुहेश्वरी खण्डमा करिब नदीको पूर्वी किनारामा 3 किलोमिटर कालोपत्रे काम पनि सम्पन्न भएको छ भने तिलगङ्गादेखि मनोहरा दोभानसम्मको 7 किलोमिटर खण्डमा पनि दुईतिर ढल लाइन बिछाउने काम करिब सम्पन्न भइसकेको छ, जुन हाम्रो लक्ष्य थियो। र हामीले तिलगङ्गादेखि मनोहरा मिसिएको ठाउँ जहाँ बागमतीको छ त्यहाँसम्म ढलमुक्त बनाउने बागमती बनाउने हामीले लक्ष्य पुरा गरेका छौँ। र अब हामी भन्न सक्छौँ काठमाडौँ उपत्यका भित्र बागमती नदीको लम्बाइ सुन्दरी जलदेखि चोभारसम्म 28 किलोमिटर छ भने हामी सुन्दरी जलदेखि मनोहरा मिसिएको ठाउँको 21 किलोमिटरसम्म चाहिँ ढलमुक्त बनाउन बागमती ढलमुक्त बनाउन सफल भएका छौँ। त्यस्तै हामी तटबन्ध निर्माणको काम चोभारदेखि मीन भवन पुलसम्म चाहिने हामी दुईतर्फी रूपमा गरिरहेछौँ। चालु अवस्थामा छ, लक्ष्य बमोजिम काम भइरहेछ। आउने आर्थिक वर्षमा पनि त्यो चालु रहन्छ भने मीन भवन पुलदेखि तल्लो भागमा बाटोको निर्माणको काम परि बेस कोर्सको कामहरू क्यापिङ लेयरको कामहरू सम्पन्न भइसकेका छ र आउने आर्थिक वर्षमा कालोपत्रे गर्ने काम सुचारू हुन्छ। र त्यस अतिरिक्त यसै आर्थिक वर्षमा हामी धोबी खोलामा पनि अगाडि बढेका छौँ। बोलपत्रको चाहिने मूल्याङ्कन भई स्वीकृत गर्ने आशयको सूचना निस्किसकेका छ। आगामी आर्थिक वर्षमा हामी धोबी खोला बागमतीमा मिसिएको ठाउँदेखि गोपीकृष्ण हलसम्म ढलमुक्त बनाउने गरी काम अगाडि बढाउँछौँ र विष्णुमती खोलामा पनि तुरन्तै हामी ढल बिछाउने र तटबन्धको काम गर्ने गरी तुरन्तै हामी निर्माण खरिदको प्रक्रिया अगाडि बढाउँदैछौँ। अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भइसक्यो र त्यसैले गर्दाखेरि अहिले भन्नुपर्दा हामी काठमाडौँ उपत्यकाको नदी प्रणाली भन्नुहुन्छ भने बागमती नदी, धोबी खोला र विष्णुमतीमा प्रत्यक्ष रूपमा हात हालेर लक्ष्य बमोजिमको 100% प्रगति हासिल गरेका छौँ। खाली बागमती नदी मात्रै गरेर बागमती नदीलाई पुनर्जीवन दिन सकिँदैन। त्यही भएर दोस्रो चरणमा हामी चाहिँ धोबी खोला र विष्णुमतीमा हात हालेका छौँ र धोबी खोलामा त कामै अगाडि बढिसक्यो भने विष्णुमतीमा पनि काम अगाडि बढ्छ र अहिले हामी 6 किलोमिटर दुईटै नदीमा जुन काम अगाडि बढाउँछौँ र बाँकी 6 किलोमिटर बुढा नीलकण्ठसम्म जाने जुन छ यही आउने आर्थिक वर्षमा हामी सर्वेक्षण डिजाइन र लगत एस्टिमेट तयार गरेर त्यो पनि काम गर्छौँ र आउने 2 वर्षभित्र चाहिने हामी धोबी खोला र विष्णुमतीलाई पनि 24 महिनाभित्र पूर्ण रूपमा ढलमुक्त बनाई दुईटैमा तटबन्धको काम हुन्छ। धोबी खोलामा तटबन्धको काम धोबी खोला कोराइडर सुधार आयोजनाले गरिसकेको छ भने हामी ढल मात्रै बिछाउँछौँ। विष्णुमतीमा तटबन्ध पनि बनाउँछौँ र ढल बिछाउँछौँ र यो 3टा नदी यदि हामी ढलमुक्त बनाउन सक्यौँ भने काठमाडौँ उपत्यकाको नदी प्रणाली करिब 40% जति चाहिने ढलमुक्त भएको मानिनेछ। तपाईँले अचम्म लाग्ला 60% के हो? 60% चाहिने मनोहरा खोला जबसम्म हामी ढलमुक्त बनाउँदैनौँ तबसम्म चाहिने हुन सक्दैन, किनभने त्यसको जलाधार क्षेत्र धेरै ठुलो भएको र यो दुईटाको चाहिने बजार क्षेत्रमा परेकोले हामी पहिला चाहिने फर्स्ट प्रायोरिटीमा प्रथम प्राथमिकतामा दिएका छौँ भने यो 2 वर्षभित्र चाहिने हामी ढलमुक्त बनाइसकेपछि अनि मनोहरातिर हात हाल्छौँ। मनोहरा दोभानदेखि चोभारसम्मको दुईतिर बाटो तटबन्ध र ढल निर्माणको काम अगाडि बढिरहेको छ र 18 महिनाभित्र त्यो पुरै काम सम्पन्न हुन्छ र बागमती नदीमा अब मनोहरा मिसिएपछि ढल त आउने नै भयो
तर कमसे कम मनोहरा मिसिनुभन्दा अगाडि नदीको प्राकृतिक स्वरूपमा चाहिँ हामी देख्न सक्छौँ र यो चाहिँ हरियो पानी बगेको, सफा पानी बगेको, दुईतिर तटबन्ध भएको, ठाउँ ठाउँमा बगैँचा जुन हामी विभिन्न सङ्घ संस्थासित एग्रिमेन्ट गरेका छौँ र कहीँ पनि ढल नदीमा नबगेको यस्तो किसिमको त हामी तुरन्तै अब भनौँ न धेरै होइन, अब अहिले चाहिँ मोटामोटी काम सक्यो, कुनै कुनै ठाउँमा ढल चुहिने, कुनै ठाउँमा चाहिँ फुटेर फेरि आउने, त्यस्तो हामी मर्मत फिनिसिङ टच, फाइनल टच दिँदैछौँ र तुरन्तै अब भनौँ न यो बर्खायाम सक्ने बित्तिकै हामी कहीँ पनि बागमती नदीमा ढल बगेको देख्न पाउँदैनौँ। कहाँसम्म भने मनोहरा मिसिएको ठाउँसम्म। अनि तल्लो सेक्टरमा त्यो मिलाउनलाई 18 महिनाभित्र हामी ढल लाइन दुईतिर चाहिने जुन बागमती नदीमा काठमाडौँबाट र ललितपुरबाट आउँछ त्यो त हामी टेप गर्छौँ, तर जुन भक्तपुरबाट जुन मनोहरा मार्फत आइरहेछ, मनोहरा हनुमन्ते र गोदावरी मार्फत, त्यसको लागि 18 महिनाभित्र नहुने भएकोले शङ्खमूलदेखि तलतिर पुरै सफा चाहिने हुँदैन, तर ललितपुर र काठमाडौँको ढल जुन जान्छ त्यो बन्द हुन्छ। दुईतिर सडक पनि हुन्छ र ढल लाइन पनि हामी बिछाउँछौँ, बगैँचा पनि हुन्छ, गार्डन हुन्छ, हरित क्षेत्र हुन्छ र चाहिने जबसम्म भक्तपुरतिर चाहिने अब हामी अगाडि बढ्दैनौँ तबसम्म हामीलाई चाहिने पुरै प्राकृतिक स्वरूप बागमतीमा चाहिने फर्काउन समस्या हुन्छ। नदी किनाराबाट बालुवा झिक्ने कार्यलाई प्रभावकारी रूपमा रोक लगाइएको छ भने किनारामा रहेका जग्गा सुकुम्बासीको नाममा हडप्ने प्रवृत्तिलाई नियन्त्रण गर्न थालिएको छ। पछिल्लो समय सरकारी प्रयाससँगै निजी क्षेत्रको समेत उत्साहजनक सहभागिता नदी संरक्षण अभियानमा देखिएको कारण पनि अब बागमती सुधारको योजना सफल बन्ने प्रशस्त आधारहरू तयार भइसकेका छन्। यो सुधार अभियानमा लागेका सरकारी अधिकारीहरूको भनाइ सुन्दा भविष्यको बागमतीले विगतको झल्को लिएर आउने आशा पलाएको अनुमान गर्न सकिने भएको छ। 69 साल माघ 9 गतेबाट सफाई अभियान सुरु गरेका थियौँ। त्यसपछि गएर 70 साल जेठ 5 गतेबाट विभिन्न सङ्घ संस्थाहरू, विभिन्न समाजसेवी व्यक्तिहरू संलग्न भएर यसलाई बागमती सफाई महाअभियान भनेर नामाकरण गरेर त्यो चाहिँ अगाडि बढ्दै आएको छ। हामीले अस्तिको शनिबार मात्रै पनि यसको चाहिँ सरसफाई अभियानको 60औँ हप्ता हामीले पुरा गरेका छौँ। यो 60औँ हप्ता पुरा गर्दासम्म बागमतीको नदीको किनारमा भएको, बागमतीको चाहिँ वाटर कोर्समा भएको करिब 1200 मेट्रिक टन फोहोरहरू अहिलेसम्म उठाइएको छ। त्यसपछि गएर त्यसमा चाहिँ सहभागीहरू करिब 700 भन्दा बढी संस्थाहरू सहभागी भएका छन्। हरेक दिन 700 नै संस्थाहरू सहभागी होइन, त अहिलेसम्मको उनीहरूको उपस्थिति 700 वटा संस्थाको सहभागिता छ। कोही निरन्तर रूपमा छन्, कोही 1-2 हप्ता आएर चाहिँ ब्रेक गरेको टुटेको अवस्था पनि छ। त्यस्तै हाम्रो अहिलेसम्मको चाहिँ 60औँ हप्तासम्म आइपुग्दाखेरि करिब 1,50,000 जति सहभागिता यसमा देखिएको छ, जनसङ्ख्याको सहभागिता देखिएको छ। र प्रति हप्ता 3 घण्टाको दरले हेर्ने हो भने हाम्रो चाहिँ सफाई अभियानमा 4.5 लाख घण्टा श्रम परिचालन भएको छ। यसरी यो अभियान सुरुवात भएको छ। अब यसमा चाहिँ सहभागी सम्पूर्ण संस्थाहरूलाई चाहिँ हामीले एकताबद्ध रूपमा चाहिँ कार्यक्रम सञ्चालन गरेका छौँ। यसमा कुनै यसको चाहिँ निर्देशक समिति छैन। यो एउटा स्वफूर्त रूपमा सञ्चालन भएको अभियान हो। यो अभियानलाई परिचालन गर्ने काम नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलबाट पनि उहाँले गर्नुभएको छ। तर त्यसमा के छ भने यो बागमती सभ्यता एकीकृत विकास समितिको मात्रै आफ्नो कार्यक्रम मात्रै नभएर यो चाहिँ सहभागितामूलक कार्यक्रम हो। यसको परिणाम ज्यादै राम्रो भएको छ। र अहिले के पनि भएको छ भन्दाखेरि अब फोहोर फाल्न हुँदैन। नदी भनेको हाम्रो प्राण हो, हाम्रो सभ्यता हो। नदीलाई हामीले प्रदूषित पार्यो भने, फोहोर पार्यो भने हाम्रो सभ्यता पनि रहँदैन। हामीले नदीमा चाहिँ फोहोर विसर्जन गर्नु हुँदैन भन्ने एक किसिमको जनचेतनाको अभिवृद्धि भएको छ। र अहिले चाहिँ नदीमा फोहोर फाल्ने प्रक्रिया निकै घटेको छ। यदाकदा कतै देखिए तापनि धेरै मान्छे सचेत भएका छन्। त्यसले गर्दा चाहिँ बागमती नदी प्रदूषित हुने अवस्थाबाट राम्रो अवस्थामा पुगेको छ। र यसको नकारात्मक कुरा भनेको अब कतिपय अन्य अवस्थामा टीका टिप्पणी पनि सुनिन्छ, यसरी फोहोर उठाएर हुँदैन, यसको चाहिँ नीतिगत रूपमा केही कार्यक्रमहरू ल्याउनु पर्यो भन्ने कुराहरू आएका छन्। तर वास्तवमा फोहोर नउठाएर एक दिन त कुनै पनि अवस्थामा त फोहोर त उठाउनै पर्छ। फोहोर चाहिँ आज उठाए पनि भोलि उठाए पनि बागमतीमा भएको फोहोरलाई पहिले त्यसको चाहिँ एउटा उचित ठाउँमा चाहिँ त्यसलाई चाहिँ राख्न सकिएन, फोहोर उठाएर लिन सकिएन भने त झन् फोहोर थपिँदै जान्छ। त्यसपछि फोहोर चाहिँ उठाइसकेपछि हामीले यसमा फोहोर हुन नदिन, यसको हरियाली दायाँ बायाँ हरियाली कायम गर्न
नदीलाई प्रदूषित हुन नदिन अरू हाम्रा कार्यक्रमहरू विकासका कार्यक्रमहरू हामीले अगाडि बढाइरहेको अवस्था छ। संसारकै पुरानो सभ्यताका रूपमा परिचित बागमती सभ्यता मानवीय अतिक्रमणका कारण नदी खण्डहर र दूषित बन्दै गएको अवस्थामा सरसफाई अभियानले मात्र नभई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती संरक्षणका लागि नदीको दायाँ र बायाँ किनारामा बनाउँदै गरेका संरचना र सडक बनाउनेदेखि पार्क बनाउने अभियानले दिएको गतिका कारण त्यसको स्वरूपमा उल्लेख्य परिवर्तन देखिन थालेको छ। अनि यो बाटोले धेरै राम्रो चाहिँ गरेको छ र यसको अलावा चाहिँ अब यो जुन अतिक्रमण चाहिँ भइरहेको थियो, अब यो जग्गाको वरिपरि चाहिँ त्यो रोकियो, सफा भयो, दुर्गन्धित हुनबाट चाहिँ बच्यो र चाहिँ मान्छे हिँड्ने भएपछि अरूले चाहिँ विकृतिहरू चाहिँ आउन सक्दैनन् र चाहिँ सबैलाई सुविधा भएको छ। ट्राफिक जाम चाहिँ हुन सकेको छैन। यी पक्षहरू पनि सकारात्मक छन् भने अब अर्को ठाउँमा जहाँ पनि चाहिँ यो अब नदीको किनारमा चाहिँ मार्गहरू त हुनु चाहिँ अब अरू ठाउँमा पनि त्यो छ। फोहोर फाल्नु हुँदैन भन्ने एउटा सोच चाहिँ सबभन्दा पहिले चाहिँ त्यो सोच राख्नुपर्छ र सानो सानोभन्दा सानो ऱ्यापरहरू पनि चक्लेटहरूको पनि सायद ठाउँमा चाहिँ फाल्नुपर्छ जस्तो मलाई लाग्छ। ढलहरूलाई चाहिँ एकदम नदीमा मिसाइनुहुन्न, यसलाई चाहिँ सफा गरेर मात्रै फेरि नदीमै मिसाइनुपर्छ। अनि त्यसो भयो भनेदेखि त्यसपछि दुईतर्फ पार्क बनाइयो भनेदेखि अति नै यो सुन्दर हुन्छ र यसले जनतामा अहिले सकारात्मक पक्ष राम्रो हुन्छ भन्ने नै अलिकति सुरुवात भइसकेको छ। किनभने जब ढलको सुरुवात भयो त्यसले गर्दा जनतामा चाहिँ राम्रो सूचना पुगेको छ। ढल सफाइ त भइरहेछ, त्यो मन्द के जस्तो अब ठेकदारले ठेक्का लिन्छ, 1 वर्षमा सिद्धिएन भने 4 वर्षमा सिद्धिने हो कि होइन थाहा छैन होइन। अब 2जना कामदारले 10जना कामदारले गरिरहेका हुन्छन्, ठेक्का चाहिँ पुरा 1 महिनामा सिद्ध्याउँछु भनेर त्यो ठेकदारहरूले भनिरहेका हुन्छन्, कुनै पनि त्यो जुन टार्गेटमा भइरहेको छैन कि। काठमाडौँ उपत्यकामा बढ्दो जनसङ्ख्या, फोहोर मैलाको उचित व्यवस्थापन हुन नसक्नु र नदी किनारको अतिक्रमणले बागमती सहित उपत्यकाका सबै नदी प्रदूषित र दुर्गन्धित बन्न पुगेका छन्। जताततै नदीमा ढल, कल कारखानाबाट निस्कने फोहोर र सिनोको दुर्गन्धका कारण बागमती नदी किनार समेत पुग्न कठिनाई भइरहेकै अवस्थामा उपत्यकावासी फेरि पनि बागमतीमा नुहाउन सकिन्छ भन्दा आश्चर्य पनि मान्लान्। तर यो छिट्टै यथार्थमा परिणत हुँदैछ। बागमती नदीको सफाई, स्वच्छता र संरक्षण एवं बागमती सभ्यताको सम्वर्धनका लागि समग्र नेपालीको प्रयासका रूपमा सरसफाई अभियानले श्रेय पाएको छ। तर सरसफाईसँगै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीका दुवै किनारामा भौतिक संरचना बनाउने कामलाई पनि त्यत्तिकै प्राथमिकतामा राख्दै आफ्ना कामलाई तीव्र गतिमा सञ्चालन गर्दै आएको छ। बागमती सफाई महाअभियान जुन आएको छ यसलाई धेरै यसमा चाहिने सहयोग भएको छ र यसमा मुख्य रूपमा चाहिने हाम्रो मुख्य सचिवज्यूलाई यसमा धन्यवाद दिनुपर्छ। जबदेखि बागमती सफाई महाअभियान सुरु भयो, जति गाँठो परेका कामहरू थिए, ढल निर्माणमा, बाटो निर्माणमा, त्यसपछि सिधै फोहोर मैला नदीमा फाल्ने, सलिड वेस्ट फाल्ने, त्यसमा मुख्य सचिवज्यूको नेतृत्वमा धेरै सफलताहरू प्राप्त भएका छन् र 5 वर्षसम्म 6 वर्षसम्म गर्न नसकेको कामहरू पनि त्यो जुन मासको चाहिने आएपछि र आम जनता आएपछि चाहिने सफलता हामीले प्राप्त गरेका छौँ। र एउटा राम्रो उदाहरण के भएको छ भने सरकारी क्षेत्र र प्राइभेट सेक्टर, निजी क्षेत्र सँगै मिलेर र आम जनता मिलेर काम गर्यो भने कसरी विकास गरिदो रहेछ भने यसको चाहिने राम्रो प्रमाण बागमतीमा चाहिने बागमती सफाई महाअभियानले देखाएको छ। र यस अन्तर्गत चाहिने अब चुनौतीहरू चाहिने के छ भनेपछि हामी अहिले चुनौतीतिर धेरै दिन थाल्यो भने जुन सफाइको मेन उद्देश्य छ त्यसबाट हामी भट्किन्छौँ। त्यो भएर अहिले के छ भनेपछि सुकुम्बासी क्षेत्रबाट पनि सोझै जुन फोहोर पदार्थहरू नदीमा मिसिने त्यहाँ पनि हामी चर्पी बनाउने र तल्लो भेगमा पनि हामी चाहिँ चर्पी बनाएर सिधै फोहोर पदार्थ नदीमा आउन नदिने त्यस्तो किसिमले हामी अगाडि बढेका छौँ। र सुकुम्बासीले गर्दा मात्रै चाहिने बागमती नदी फोहोर भएको छ त्यो मान्न म तयार छैन। यो फोहोर हुनुमा अरू पनि धेरै समस्याहरू छन् र यसमा चाहिने कथम कदाचित विभिन्न सङ्घ संस्था मिडियाबाट पनि कुनै ठाउँबाट अब यो के हो कसो हो सकारात्मक भन्दा नकारात्मक कुराहरू पनि उठाउने गर्ने वितृष्णा फैलाउने अब त्यसमा चाहिने कन्फ्युजन क्रिएट गर्ने जुन छ अब त्यो पनि अलिकति चाहिने राम्रो कुरा भएन। हामी यही तपाईँ मार्फत भन्न चाहन्छौँ र एकचोटि यहाँहरू जसले जे कुरा हेर्नु छ एकचोटि कार्यक्रममा आउनुहोस्। शनिबार 2 घण्टा खटौँ, गमबुट लगाएर बागमतीमा छिरौँ, केही सफा गरौँ, फोहोर फालौँ अनि के रहेछ त्यो कार्यक्रम त्यस सम्बन्धी हामीलाई थाहा हुन्छ। करिब 8 किलोमिटर पक्की सडक चाहिँ निर्माण भइसकेका छ, 24 किलोमिटर ढल लाइन निर्माण भइसकेका छ भने करिब 6 किलोमिटर तटबन्ध निर्माण भइसकेका छ
र यस अतिरिक्त करिब 16 देखि 17 किलोमिटर बाटोको क्यापिङ लेयर र सबबेसको कामहरू भएको छ र यो जे जति काम भएको छ त्यसको मूल्याङ्कन गर्दाखेरि करिब चाहिने 10 देखि 12 अरबको अहिलेको रेटमा मूल्याङ्कन गर्दाखेरि 10 देखि 12 अरब मूल्याङ्कन भएको काम यो योजनाबाट भएछ भने 20 वर्षमा जम्मी खर्च भएको 2 अरब 30 करोड मात्रै छ र यो सरसफाइमा त केही पनि छैन। सरसफाइ अभियानमा हामीले शनिबारको शनिबार 10,000 रुपियाँको पन्जा र मास्क त्यति मात्रै दिन्छौँ। 2 अरब 30 करोड अहिलेसम्मको 20 वर्षमा। त्यसभन्दा बढी त 65 सालदेखि लास्ट इयरसम्म 2070 असारमा साँझसम्म जुन डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदाखेरि जुन बागमती सफाई अभियानको नाउँमा 0.5% उठाइया छ त्यसबाट नै 2 अरब 267 करोड त गत वर्षसम्म नै उठिसक्यो। यसो भन्दाखेरि 5 वर्षमा जनताले जति कन्ट्रिब्युसन गरेका छ कर मार्फत 2 अरब 67 करोड त्यति पैसा त यो प्रोजेक्टले 20 वर्षमा पनि खर्च गरेको देखिएन। अझ 37 करोड रकम बाँकी नै छ। त्यो भएर यस्ता निराधार कुराहरूको कन्फ्युजनको पछि नलाग्न सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई म अनुरोध गर्दै र यो काममा आउन एकै दिन भए पनि एउटै शनिबार भए पनि 1-2 घण्टा भए पनि चाहिने आफ्नो चाहिने मेहनत अथवा चाहिने स्वयंसेवा गर्न, किनभने हामी प्रत्येक जुन दिशा पिसाब गर्छौँ बागमतीले बोकेको छ भने त्यसको ऋण चुक्ता गर्न पनि जुन हामीलाई ऋण लागेको छ त्यो पनि चाहिने केही न केही चुक्ता गरौँ भने प्रत्येक शनिबार एकचोटि आइदिनु हुन अनुरोध गर्दछु। करिब 25 वर्ष अगाडिसम्म बागमती नदीमा नुहाउन र पानी पिउन सकिने अवस्था थियो। धार्मिक मूल्य र मान्यता अनुसार पनि तीर्थाटन गर्ने, स्नान गर्ने र पवित्रताको विशेषण समेत पाएको यो नदी मानवीय अतिक्रमणका कारण समस्याग्रस्त बनेको तथ्य वास्तविकता हो। शहरी विकासका लागि स्थापना भएको मन्त्रालय मातहतका विभिन्न निकायहरूको समन्वयपूर्ण सहकार्य मार्फत बागमती नदीको स्वच्छता कायम गर्न सकिने तथ्यहरूलाई सबै पक्षले मनन गर्न सक्नुपर्छ। मेलम्ची परियोजना अन्तर्गत काठमाडौँ आउने पानीसँगै बागमतीको साइनो गाँसिने विषयले धेरै महत्त्व राख्दछ। किनभने हिउँदमा बागमतीमा पानीको बहाव कम हुँदा नदीको स्वरूप मनोरम देखिँदैन भन्ने चिन्ता आउने गर्छ। तर गरेर नहुने केही छैन। मेलम्चीको पानी सुन्दरी जल क्षेत्रमा निर्माण हुने विशाल ट्याङ्कीमा जम्मा गरी हिउँदमा बागमतीमा छोड्ने योजना सुन्दा नदीमा पानी सदाबहार बगाउन सकिन्छ भन्ने देखिन्छ। यसरी हिन्दू सभ्यताको विशिष्ट महत्त्व राख्ने पवित्र बागमती नदी संरक्षण गर्नका लागि चालिएका पछिल्ला कदमहरू निकै प्रभावकारी देखिएका छन्। देशको शासन सञ्चालनमा शरीक विशिष्ट व्यक्तित्वदेखि जनसाधारणसम्मको उत्साहपूर्ण सहभागितामा सञ्चालन भइरहेको बागमती सरसफाई अभियानको सान्दर्भिकता हेर्दा बागमती नदी सबैले चाहे जस्तो बन्न अब धेरै समय कुर्नुपर्ने छैन। यही आशा गरौँ।